आरसीबी वर्सेस एलएसी को मैचमा बरु आरसीबी यो मैच हारिहाल्यो, तर आरसीबी फ्यान्स बिलिभ मी यो मैच पुरै हाम्रो फ्लेभरमा नै गएछ। तपाईँ याद पार्नु कि आरसीबी कब 200+ स्कोर गरेको थियो बिना विराट कोहलीको? कहिले पनि होइन। हिजोको मैच छोडेर हाम्रो लास्ट 5 वटा मैचमा तपाईँले एउटा कुरा कमन हुन्छ कि हाम्रो ब्याटिङ त 5 वटा मैचमा नै कोल्याप्स भएछ। तर हिजो आरसीबीको मिडल अर्डर र फिनिसिङ अर्डरले यो मैचलाई त्यति लामो लगेको थियो। अनि यो कुरा आरसीबीको लागि धेरै राम्रो छ। हिजो आरसीबीको बौलिङ फर्ममा थिएन, तर पनि 19 ओभरमा मात्र 213 रन दियो। यदि फर्ममा हुन्थ्यो भने के हुन्थ्यो? हिजो म आफ्नो लाइफमा फर्स्ट टाइम कुनै स्पिनरले बाउन्सरको लागि वार्निङ पाएको हेऱ्यो। मिन्स यार कुणाल पाण्डेले 119 किलोमिटर/आवर को स्पिडले निकलस पुलनलाई बाउन्सर हान्नुभएको थियो। अनि जतिजना पनि फिल साल्टको लागि वेट गरिरहेछ। फिल साल्टको फिङ्गर इन्जर्ड छ अनि त्यही कारणले आरसीबी म्यानेजमेन्ट उहाँलाई बढी फोर्स गरिरहेको छैन। किनभने फिल साल्ट प्लेअफ, सेमिफाइनल अनि फाइनल जस्तो मैचमा चाहियो उहाँको ब्याटिङ आरसीबीले जरुरत छ ठुलो मैचमा। अनि जहाँसम्म कुरा रह्यो जस हेजलवुडको बौलिङको, त धेरै युट्युबरहरू अहिले यो भनिरहेछ कि जस हेजलवुड आफूले बचाउन गइरहेछ इन्जरीबाट 2027 को वर्ल्ड कपको कारण। तर यस्तो केही छैन। जब कुनै पनि अस्ट्रेलियन बौलर आएको थिएन आइपिएल खेल्न, सबैजना इन्जर्ड थियो, त्यो बेला जस हेजलवुड नै मात्र आउनुभयो त आरसीबीको लागि। अनि पिछलो साल पनि उहाँले टेस्ट वर्ल्ड कपको फाइनलको प्र्याक्टिस छाडेर आउनुभयो आरसीबीको लागि फाइनलमा। अनि जस हेजलवुड इन्जर्ड थियो, उहाँले फुल टाइम पाएन रिकभरीको कारण, त्यसैले उहाँको बौलिङ अलि बिग्रिसकेछ। तर त्यो पनि सुध्रिहाल्छ केही टाइमपछि। अनि जहाँसम्म कुरा रह्यो जेकब बेथलको, त त्यो पनि नराम्रो प्लेयर होइन, मात्र अहिले अलि फर्म बिग्रिसकेछ।